गिलास बोकेन नि के घाट रे सिपा घाट कहाँ सिपाघाट यता जानुपर्छ छोरो यता मजा आउँछ उता आज चाहिँ सिपा घाट भन्ने ठाउँ आइपुग्यो है ल यहाँ माथि ल यो पहिले यो मेलम्चीबाट आउने खोला माछा मार्न आएको अब के गर्नु अब मेरो भोइस चाहिँ कस्तो आइरहेछ उ त्यहाँ के बनाइरह उयो मन्दिर पनि भर्खर बनाएको भने हो र ल यहाँ त मान्छे पोल्ने ठाउँ पो रहेछ त नि यहाँ त मान्छे पोल्ने रहेछ ल भोटेकोसी त उताबाट आउँछ नि होइन उताबाट आएको निलो आउँछ पानी है यो मान्छे पोल्ने ठाउँ त भूत हुन्छ भने होइन खोइ कहीँ देखिन्छ यो देख्यो भने यही क्यामेरामा देखिन्छ होइन त्यो अहिलेको उयो माथि भेटेको खोला होइन यो हो यस्तो दोबानमा त हो नि मान्छे पोल्ने होइन मान्छेको मासु चाहिँ छैन होला कसरी तर्ने यो खोला अब ए उल्टो चप्पल लाएर आएर रहेछ अनि सुई गइदियो ल म त यो बिचमा बसेको यो छ नि यो कालो यसलाई त ठ्याक्कै के अरे मान्छे जस्तै देखेको भने मान्छे उभिएको जस्तै देखेको नि उठ्यो म त्यो होइन त्यो पिलर त्यो त ढुङ्गा हो ल यहीँ खौरे रहेछ ओइ त्यहीँ कपाल काटे ठाउँ रहेछ यता बिलेटहरू फालेको होला जुत्ता त्यहीँ फाल्दे अलिक पर जाउँ न कहाँ त्यहीँ बस्ने ल यहाँ बाउ छोराको छोरो तर्देऊ म पर्दैन म यतिकै आउँछु म आउँछु भने छ माथि छ मैले देखिसकेँ भने यहाँ चाहिँ होइन पुरै यो मान्छे बोल्ने ठाउँ रहेछ है पुरै त्यो के अरे मान्छेको त्यो के भन्छ त्यसलाई अब किरापुत्री बस्दाखेरि खौरेको कपालहरू पनि त्यो खोलामै छ यो भन्छ नि यो के अरे कपालहरू त यस्तो त फाल्नुपर्ने हो नि होइन त्यो खै मलाई चाहिँ अहिलेसम्म यस्तो थाहा छैन फालेको मात्रै थाहा थियो तर यहाँ खोलामै छोड्दो रहेछ कि सबै यो खोलामा आमामा मान्छे खौरेको कपाल मात्रै त्यही खसी खौरे जस्तो र यो ठाउँमा चाहिँ म फर्स्ट टाइम आइपुगेको आज होइन यो खै ठाउँको नाम पनि के सिपा घाट भन्दो रहेछ नामै त घाट तर यही खोला हो मेलम्चीमा उदण्ड मचाएको खोला यो माथितिर सबै यो एरियामा पुरै यो खोलाबाट बालुवा निकालिँदैछ यो चाहिँ अब अथोरिटी छ कि छैन कि त्यति मात्रै हो यो एरियामा चाहिँ पुरै तर यो खोला यो माथि पुरै खोला बालुवा निकाल्दैछ त्यो अनि उता हिमालबाट आएको पानी यो यता पहाडबाट आएको पानी यो भनेको अब हिमालबाट हिउँ पक्लेर आएको पानी यताको यो पानी भनेको चाहिँ अब पहाडबाट आएको पानी भएर तातो त्यसमा खुट्टै खाँदैन होइन त्यसमा एकछिनमा खुट्टा खान्छ कति फरक छ क्या पानी ल यसमा केही छैन त्यहाँ खुट्टा पोल्दैन नि त्यो खुट्टा नामै के अरे सिपा घाटै रहेछ नि होइन नामै
तर यो के अरे मान्छे पोले पनि यो के अरे कपाल त उठाएर लान्थ्यो फाल्थ्यो होइन कपाल बगाइदिनु पर्छ पुरै खसी खुइला जस्तो पुरै यो पनि राख्दैन नि खासमा त यो पोलेको पनि राख्दैन नि सबै बगाउँछ नि त्यो पनि पानीले बगाउनु पर्ने हो तर मान्छे अहिलेको मान्छे आगो बालेको भएको छ नि त कोही हुँदैन अनि मलाई नि फर्किने बेला 4 जना मान्छे हुन्छ तिनीहरूले गर्दैन छोड्नु लास्टमा सबैले छोडेर अनि पर्ने हो नि त त्यो खरानी पनि केही राख्नु हुँदैन क्या छोरा पार्टी सुरु गरौँ ल आऊ है छोरो ल आइजा मैले एकछिनमा खेल्नु पर्छ माछा कसैले दिएन अब माछा के भन्छ माछा छैन उयो करेन्ट के अरे यहाँ मारेपछि छ नि 5 किलो माछा मर्छ माछा पाउने बेला होइन होला नि त अहिले अहिले चिसोमा त हो नि मार्ने अहिले हो खोलै हुँदैन त अनि पछि त जालले मात्रै हो त्यो रेडबुलको साथ शेष त्यो ऐराकसँग हान्नुपर्छ यतातिर खोला देखेन कहीँ सही छ खोला खोला त ठिक छ बरबार हान्न सक्छस् त यो त म अहिले सक्दिनँ कोसी तरेको होइन त म पनि तर्या हो अनि म त्यो के अरे त्यो के तरेको अरे के भन्छ यो ड्याम के अरे हाम्रो त्यो ड्याम कुले खाने कुलेखानी ड्याम पनि वारबार हानेको मैले तर यहाँ अहिले सकिँदैन नि कुलेखानी चाहिँ मैले एकचोटि मात्रै वारबार हाने स्याहाँ भइन्छ अनि अलिकति साथ छोरो कस्तो रमाइलो लागिरह ल बाउले खाइदियो छोरोको भाग छोरोलाई स्वर्ग भएको छ नि अँध्यारो हुन थालिसक्यो अहिले जाने बेला कसरी जाने थाहा छैन त्यतिखेर नि घाम अस्ताउने जाडो हुन्छ राति लास्ट यहाँनिर चाहिँ मान्छे पोलेको ठाउँ हामी यहाँनिर आएर मासु खाने मान्छे पोले ठाउँमा बसेर मासु खाइदिने होइन त छोरो कुनै डर छ हामीलाई छैन नि कोही सक्छ यसरी कोही सक्छ यसरी खान भनिदेऊ त छोरो छोरोलाई खोला नाला के अरे बाखा भयो केही चाहिन्छ ल आन पारी पुग्छ है पारी हो हेर है आधी बाटो पनि पुग्छ आधी पनि पुगेन कस्तो बलुवा है कस्तो बलुवा भएको हेर्न त्यो प्योर बलुवा है अनि त्यसकै लागि त यत्रो ऊ आएको थियो उहाँ टिपर त्यही त वासै गर्नु पर्यो यो बलुवालाई बाक्लो छ दरिलो छ बकुला हगेर यस्तो बनाएको माछा खाने यहाँ आउँदै साबुन पनि रहेछ साबुन खोइ के बनाएको रे छोरो तर यही ढुङ्गालाई होइन अलिकति मिलाएर नि यही मान्छे पोल्ने बनाउँदा पनि हुन्छ क्या त्यो मिल्दैन नि यस्तोमा ऊ त्यहाँ नि फाल्नु परेन यहाँ भएपछि फाल्न सजिलो हुन्छ नि त यहाँ पाउनु पोलेपछि मान्छे के हो भन त ल यो छोरो बाटोको बालुवा बगेको होइन के बनाएको भनिदेऊ माटोको मन्दिर बनाएको भनेर भन्न यो माटो हो र बालुवा हो बनाउनु खोजे के हो तर बगेर भएन छोरोको के पनि नमुनै बनेन होइन छोरो ल यो लगभग हाम्रो अब फर्किने बेला भइसक्यो अर्जुनले यहाँ खनेर यत्रो दुलो बनाइदियो कुकुरले खने भन्दा बेसी ठुलो दुलो बनाइदियो यो चाहिँ हामीले मेलम्चीको पानी खाएको ओरिजिनल पानी पुरै प्योर पानी प्योर पानी कमलको याद आएको थियो यार मलाई के गर्छ त बोलाउँछौ कमलले यहाँ ल्याएको थियो पहिला चाहिँ बोलाउने हो कमललाई त्यसले आजभोलि फोनै गर्दैन भिडियो कल गर्छ त्यही ठाउँ हो रमाइलो गर्न आएको चाहिँ अब यति हो अरू रमाइलो त केही छैन हाम्रो पारी जाउँ पुतलो त्यहाँ खोलाबाट जाने तल बगाउँछ नि लाइट जल्यो मुला लाइटै जल Good
तर रोग हुनु मान्छ न नदेव मोहनला एकदिन रोग भनेको कस्तो पछाडि पछाडि हान्नु आउँछ नि त राजन उठाइदियो त्यो मान्छे लड्नु उडाउने कि बाइक उठाउने त्यसलाई चाहिँ बाइक चाहिँ उठाउनु है होइन के बिजो गरेको छ ओइ उठाउने सपोर्ट गर्ने कोरो उठाइसक्यो भने सबै रेकर्ड छ यहाँ आजको बाइकले थाम्नु सक्दैन झन् उता बस्नु भने पनि बस्दैन म हाँक्छु भन्दा नि माग्दैन बाइक पनि धुवा भयो त्यो नगर्ने मजा आउँदैन नि त उठाउनु के गर्ने चौक्याउनु लाग्यो एक नाचले कुदायो भइहाल्यो चौक्याउँदै पुलिसले जाम चाहिँ हालेर राखिदिनु भित्र यहाँ बस्नु न कहाँ गयो गाडी आउँछ टिपर अलि उता बस्नु बाइक चाहिँ छोडिदिनु न हामी उता गएर बसौँ न कहाँ आएको हान्दै छोरो हान्दै यसले जोस बनेको आज ओइ राख्छ जस्तै गयो कहाँ कता हो यो